नमस्कार, टुडे न्यूजमा यहाँलाई स्वागत छ। म सरु लामा। न्यूज सुरु गरौं। आज र भोलि देशैभरिका बालबालिकाहरूलाई भिटामिन ए र जुकाको औषधि खुवाइने सम्बन्धी प्रसंगबाट। सरकारले आज र भोलि देशैभरिका बालबालिकाहरूलाई भिटामिन ए र जुकाको औषधि खुवाउँदैछ। आज खान छुटेकाहरूलाई भोलि खुवाइनेछ। 6 महिनादेखि 59 महिनासम्मका बालबालिकाहरूलाई राष्ट्रिय भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गरेको हो। कोरोना संक्रमणको उच्च जोखिम रहेकाले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर घर नजिकैको वितरण केन्द्रबाट राष्ट्रिय भिटामिन ए र जुकाको औषधि खुवाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ। नेकपा माओवादी केन्द्रको स्थायी कमिटिको बैठक बस्दैछ। दिउँसो 1 बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने बैठकमा समसामयिक राजनैतिक विषय र पार्टी संगठन बारेमा छलफल हुने नेता देव गुरुङले जानकारी दिनुभएको छ। बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता तथा नयाँ समीकरणका बारेमा पनि छलफल हुनेछ। अदालतले नेपाल कम्युनिस्ट पार्टी नेकपाको एकता भङ्ग गर्दै एमाले र माओवादी केन्द्र बिउत्याइदिएपछि माओवादी केन्द्र नयाँ सरकार बनाउने कसरतमा जुटेको छ। यसका लागि माओवादी केन्द्रले नेपाली कांग्रेस र जनता समाजवादी पार्टी जसपासँग दिनहुँ जसो छलफल गर्दै आइरहेको छ। तर माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता नलिएको भन्दै कांग्रेस र जसपाले कुनै पनि औपचारिक निर्णय गरेका छैनन्। नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ। तयारी नपुगेको भन्दै हिजो स्थगित गरिएको बैठक आज दिउँसो 2 बजेका लागि बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभएको छ। बैठकमा 14औं महाधिवेशनको कार्यतालिकाको विषयमा छलफल हुने पौडेलले बताउनु भएको छ। कांग्रेसको संस्थापन पक्षले आउँदो भदौमा हुने महाधिवेशनको कार्यतालिकामा हेरफेर गर्न चाहे पनि अर्को पक्षले पुरानै कार्यतालिका अनुसार महाधिवेशनको कार्यक्रम अघि बढाउनु पर्ने अडान लिँदै आइरहेको छ। धनुषाको शहीदनगर नगरपालिका 9 स्थित नक्कु पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ। आइतबार दिउँसो स्थानीय रामशरण शाहका अन्दाजी 12 वर्षीय छोरा अमित शाहको पोखरीमा डुबेर मृत्यु भएको हो। पोखरीमा नुहाइरहेका क्रममा पौडी खेल्न नसक्दा डुबेर उनको मृत्यु भएको स्थानीयले बताएका छन्। डुबेर मृत्यु भएका बालकलाई पोखरीबाट प्रहरी र स्थानीयले निकालेका थिए। उनको शव पोस्टमार्टमको लागि जनकपुर स्थित प्रादेशिक अस्पतालमा ल्याएको प्रहरीले जनाएको छ। गर्मी मौसम सुरु भएपछि तराई मधेसका जिल्लाहरूमा पोखरीमा डुबेर मृत्यु र आगलागीका घटना बढ्ने गरेको छ। विशेष गरी अभिभावकहरूको लापरवाहीले नै पोखरीमा डुबेर बालबालिकाहरूको मृत्यु हुने गरेको प्रहरीको भनाइ छ। निर्वाचन आयोगले राष्ट्रिय सभा, प्रतिनिधि सभा र प्रदेश सभा सहित स्थानीय तहमा रिक्त पदमा उपनिर्वाचन गर्न तयारी सुरु गरेको छ। आयोगले उपनिर्वाचनको लागि राष्ट्रिय सभा, प्रतिनिधि सभा, प्रदेश सभा र देशैभरिका स्थानीय तहमा रिक्त रहेका विभिन्न पदको विवरण संकलन सुरु गरेको हो। उपनिर्वाचनको तयारी र मितिका विषयमा आयोगले सरकारसँग समेत अनौपचारिक छलफल र संवाद गर्दै आइरहेको छ। आयोगले हालसम्म राष्ट्रिय सभातर्फ 2, प्रतिनिधि सभातर्फ 4 तथा प्रदेश सभातर्फ 13 र स्थानीय तहतर्फ 48 पद रिक्त रहेको बारे जानकारी प्राप्त भएको जनाएको छ। आयोगले यो संख्या बढ्न सक्ने भन्दै हिजो 77 वटै जिल्लाका स्थानीय तहलाई पत्रचार गर्दै विवरण माग गरेको छ। आयोगलाई सबैभन्दा सहज राष्ट्रिय सभाको उपनिर्वाचनको लागि रहेको छ। कानून अनुसार आयोगले राष्ट्रिय सभा सदस्यको पद रिक्त रहेको औपचारिक जानकारी पाएको 35 दिनभित्र उपनिर्वाचन मार्फत पद पूर्ति गरिसक्नुपर्ने व्यवस्था छ। आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगको काम नै निर्वाचन गर्ने भएकाले आयोग निर्वाचनको विषयमा सधैँ तयार र तत्पर रहिरहने बताउनु भएको छ। नेपाल राष्ट्र बैंकले आज 5 अर्ब 20 करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। केन्द्रीय बैंकले एक सूचना निकालेर बोल कबोल प्रक्रिया मार्फत ट्रेजरी बिल बिक्री गर्न लागि जनाएको छ। बैंकका अनुसार झण्डै 20 करोडको ट्रेजरी बिल 91 दिने अवधिका लागि बिक्री गर्न लागि हो। यो बिल आउँदो साउन 5 गते परिपक्व हुनेछ। यस्तै
5 अर्बको ट्रेजरी बिल भने जम्मा 182 दिनका लागि बिक्री गरिनेछ। यो बिल भने आउँदो कार्तिक 2 गते परिपक्व हुनेछ। राष्ट्र बैंकले यसअघि गएको चैत 30 गते झण्डै 20 अर्ब 25 करोडको ट्रेजरी बिल बिक्री गरेको थियो। इन्डियन प्रिमियर लिग आइपिएल अन्तर्गतको खेलमा दिल्ली क्यापिटल्सले दोस्रो जित हात पारेको छ। गैराती मुम्बईको वाङडे स्टेडियममा भएको खेलमा दिल्ली क्यापिटल्सले पंजाब किङ्समाथि 6 विकेटको पराजित निकालेको हो। टस हारेर ब्याटिङको निम्तो पाएको पंजाबले निर्धारित 20 ओभरमा 4 विकेट गुमाउँदै 195 रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले 4 विकेट गुमाउँदै 10 बल बाँकी छँदा लक्ष्य पूरा गर्यो। पंजाबका लागि मयंक अग्रवालले सर्वाधिक 69 र कप्तान केएल राहुलले 61 रन बनाएका थिए। दिल्लीका क्रिस ओक्स र लुकमान मरिवाला, कगिसो रबाडा र अवेश खानले समान 1-1 विकेट लिएका थिए। जवाफी ब्याटिङमा उत्रिएको दिल्लीका लागि शिखर धवनले सर्वाधिक 92 रन बनाउँदा पृथ्वी शाहले 32, मार्कस स्टोइनिसले 27, ऋषभ पन्तले 15 र ललित यादवले 12 रन जोडेका थिए। पंजाबका लागि जे रिचर्डसनले 2 विकेट लिँदा अर्शदीप सिंह र रिले मरिरिथले समान 1-1 विकेट लिएका थिए। जारी सिजनमा 3 खेल खेलेको दिल्लीको यो दोस्रो जित हो भने समान खेल खेलेको पंजाबको यो दोस्रो हार हो। हवस् त, यसका साथै टुडे न्यूज अहिलेलाई सकियो। हाम्रो अर्को बुलेटिन लिएर पुनः उपस्थित हुने नै छौं। टिभी टुडे जनकपुर हेर्दै गर्नुहोला। नमस्कार।